ओके हेलो गाइज गुड मर्निङ र तपाईँहरूलाई आजको ह्याप्पी सन्डे। आज सन्डे म कहीँ पनि गइनँ, आज म चर्च पनि जान सकेन। सो आज चाहिँ हाम्रो ग्रोसरी साइज छ दिदी र मेरो, अनि म यो तपाईँहरूलाई निकालेर देखाउँछु। यस्तो बम्पर अफर लागेको थियो कि गाइज, साँच्ची भनेको अस्ति कुन चाहिँ डे म थर्सडे हो कि फ्राइडे, अस्ति एकछिनको लागि नि आधी घन्टाको लागि बम्पर अफर लागेको थियो होइन। जस्तै अब बाहिर मुसुरी दाल केजीको 120हरू छ, कति जग्गामा 120, कतिमा कति छ। तर अस्ति चाहिँ अनलाइनमा 1 केजीकै 61 1 केजीको चाहिँ 61 अफर लागेको थियो, केजीको 61 थियो होइन। अनि हामीले छिटो अर्डर गरिहाल्यो, जति पनि अफरमा थियो र हामीलाई चाहिएको ग्रोसरी चाहिँ हामीले अर्डर गरिहाल्यो। सो यो र यहाँ छ होइन, म तपाईँलाई निकालेर देखाउँछु। सो ओके लेट्स गो, हेरौँ है। यहाँ छ यो दाल चाहिँ, यो तपाईँको है, यो मुसुरी दाल है गाइस, यो प्याकेटको आधी केजी हो। तपाईँ 2 केजी मगायो? ओके, दिदीले 2 केजी मगाएछ। अनि यहाँ तेल पनि अफर, तेल त त्यस्तो अफरमा थिएन यो पालि, अरू बेला अफरमै हुन्छ। यो अन्य हो, यो मस्टार्ड रहेछ, यो दुई चाहिँ 2 केजी। अनि यो राजमा पनि अफरमै थियो हो। यो अहिले भर्खरै रिसिभ गरेर आएको गाइस। अनि यो चाहिँ मेरो, मैले चाहिँ मटर, हिजो पनि मैले तपाईँहरूलाई मटर देखाएको थिएँ, यही मटर हो। हिजोको चाहिँ मैले आधी अचार बनायो, आधी अचारको लागि भिजाएँ होइन। अनि आधी चाहिँ यो चाहिँ आधी चाहिँ हामीले बेलुका छोला खायो। अनि फेरि मगाएँ मैले, मटर पनि अफरमै थियो हो। यो 1 प्याकेट, यो चाहिँ आधी केजीको प्याकेट हो। मैले मटर कति मगायो भन्दा चाहिँ 1 केजी मात्रै रहेछु। मुसुरी दाल मैले पनि 2 केजी मगाइछु। मुसुरी दाल पनि 2 केजी छ होइन। अनि राजमा, मेरो हस्बेन्डले राजमा मन पराउँछ, नानी र हस्बेन्डले आई मिन। अनि राजमा मगाएको छु 1 केजी। र अफरमा नुन पनि थियो, नुन पनि मगायो। यो टाटाको चाहिँ एकदम राम्रो हुन्छ है, तपाईँहरूलाई पनि थाहा छ यो टाटाको एकदम राम्रो हुन्छ। र गाइस आजको लागि त्यति नै रहेछ। सो ओके, तपाईँहरूलाई चाहिँ मैले यो किन सबै खोलेर देखाएको भन्दा चाहिँ, हामीले अनलाइनमा सामानहरू अर्डर गऱ्यो भने धेरै हाम्रो पैसा सेभ हुन्छ होइन। अनि अफरहरू एकदम दामी अफर हुन्छ। नभ्याएको बेला आफू बिमार हुँदा दोकान कुदी बस्नु पर्दैन, अनि घरमै ल्याइदिइहाल्छ, आँगनमै ल्याइदिन्छ है। सो त्यसै कारणले तपाईँहरूले पनि यदि अर्डर हुन्छ भने, अर्डर स्पेसली यो घरआमाहरूको लागि हो। अनि तपाईँहरूले पनि सौदाहरू अनलाइन अर्डर गर्नु छ भने चाहिँ तपाईँहरूले मलाई कमेन्टमा पिन गरिदिनुहोस् होला, तपाईँहरूलाई म लिङ्क पठाइदिन्छु। या नि तपाईँहरूले मलाई इनबक्स गर्दा पनि हुन्छ, पर्सनल मेसेज गर्नुहोस् मलाई मेसेन्जरमा होइन, तपाईँहरूलाई म यसको लिङ्कहरू पठाइदिन्छु। एकदम जस्तै अब यहाँ यो अब यति छ मेरो सामान। यो साइड मैले बाहिर किनेको कति रुपियाँ जान्थ्यो, 800-900 जान्थ्यो नि। अहिले 142 रहेछ केजीको। के चाहिँ दाल 142 हेर्नुहोस् त। अन्त अहिले फेरि बढेर 142 भएछ दाल। हामीले अस्ति अफरको टाइममा मगाउँदा 61 मात्रै पऱ्यो 1 केजीको। सो यस्तो गऱ्यो भने चाहिँ धेरै सेभ हुन्छ। सो थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा। अरू बेला यसरी नै हेरिदिनुहोस् होला। थ्याङ्क यू सो मच, बाई बाई।